रवि दाइको जस्तै अरूलाई ठग्ने काम मैले एचए पढ्छु, नर्सिङ पढ्छु, ल्याब टेक्निसियन, रेडियोग्राफी। जब एचए जोइन गरेँ तब धेरै कुराहरू धेरै मेरो लागि कसैको छोरा 1-2 जना रोए होला। रवि लामिछाने दाइको र मेरो चाहिँ जिन्दगी एउटै जस्तो लाग्छ के। जति सच्याउन खोज्यो उति धेरै बिग्रिँदै जाने के। बाइ द वे मेरो भिडियो हेरेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूलाई नमस्ते, सेवा स्यामुना, साथै धेरै माया छ सबैजनालाई। मेरो जिन्दगी चाहिँ रवि लामिछानेको जस्तो किन भनेर सोध्नुहुन्छ भने परिवारको आश ममाथि यति धेरै छ कि हैन। हामी जनताले रवि लामिछाने दाइलाई जसरी पटक पटक जेल परिबस्दा पनि विश्वास गरेर सट्टामा पठाएपछि विदेशी ऋण लिएर सहकारी ठगेको पैसा चाहिँ राज्यको नाममा गरेर तिरिराख्नु भएको छ र सबै उहाँलाई लागेको मुद्दाहरू चाहिँ आफ्नै न्यायाधीश, आफ्नै सरकार, आफ्नै न्यायालय सबै आफ्नो हातमा पारेर उहाँलाई लागेको जति पनि मुद्दाहरू सबै फिर्ता गरिराख्नु भएको छ। जुन कार्य चाहिँ हामी नेपालीले बुझ्न पनि सक्दैन, बुझ्न पनि चाहँदैनौँ, किनकि रवि दाइले हामीलाई प्र्याङ्क गरिराख्नु भएको छ। त्यसै गरी मैले पनि पर्सनल्ली मेरो परिवारलाई प्र्याङ्क पो गरिरहेको छु कि जस्तो लाग्छ। रवि दाइको जस्तो मलाई उद्यम नाटक गर्न चाहिँ आउँदैन, किनकि मेरो आफ्नै परिवार हो। र म मेरो परिवारलाई यो चाहिँ क्लियरली भन्न चाहन्छु कि म पढ्न गएको पढिरहेको छु, राम्रो मार्क्स नल्याए पनि चिन्ता नगर्नु होला भन्न चाहे। अनि अर्को कुरा, रवि दाइको जस्तै अरूलाई ठग्ने काम मैले गलत केही गरेको छैन। गलत गरेको हो भने चाहिँ आजसम्म मेरो लागि कसैको छोरा 1-2 जना रोए होला। जानी जानी रुवाको पनि होइन, उनीहरू आफै रोको हो। त्यसमा मेरो केही पनि गल्ती छैन। मेरो गल्ती नहुँदा नहुँदै पनि मलाई भगवानले पापको सजाय भोगाउँछ भने म भोग्न पनि तयार छु। अर्को कुरा मैले यसैमा जोड्न चाहे र जोडिहाले पनि 2082 मा जति पनि हाम्रो भाइ बहिनीहरू एसई दिएर बसिराख्नु भएको छ, उहाँहरू चाहिँ अहिले एकदमै कन्फ्युजमा हुनुहुन्छ कि अब +2 पढ्ने हो कि डिप्लोमा पढ्ने हो भनेर। डिप्लोमा अथवा टेक्निकल सब्जेक्ट पढे पनि कुन सब्जेक्ट पढ्ने भनेर पनि एउटा कन्फ्युज हुन्छ। कन्फ्युज भनेको +2 पढे पनि कुन सब्जेक्ट लिएर पढ्ने र कुन कलेज पढ्ने भनेर एकदमै कन्फ्युज हुन्छन्। यी दिएपछि चाहिँ म पनि यही कुरामा धेरै कन्फ्युज भएको थिएँ र मेरो साथीहरू पनि धेरै कन्फ्युज भएका थिए। +2 पट्टि चाहिँ मलाई केही नलेज छैन, तर यदि तपाईँले चाहिँ टेक्निकल सब्जेक्ट लिएर पढ्न चाहनुहुन्छ भने अथवा तपाईँले एचए पढ्छु, नर्सिङ पढ्छु, ल्याब टेक्निसियन, रेडियोग्राफी त्यस्तै टेक्निकल सम्बन्धी केही सब्जेक्टहरू पढ्छु भनेर सोच्नु भएको छ भने चाहिँ यही कुराहरूमा चाहिँ धेरै ध्यान दिनुपर्ने हुन्छ। जस्तै मैले चाहिँ टेक्निकल सम्बन्धीको पनि डिप्लोमा इन जेनरल मेडिसिन यानि कि कमनली नन एज एचए पढेको हो। म चाहिँ 2082 को पास आउट हो। जब एचए जोइन गरेँ तब धेरै कुराहरू धेरै जनाको मुखबाट सुन्न पाइन्छ। धेरै जनाको मुखबाट धेरै कुराहरू त सुन्न पाइन्छ, तर त्यो कुराहरू चाहिँ कसैको मुखबाट राम्रो चाहिँ सुन्न पाइँदैन। फर इक्जाम्पल, एचए पढेर के गर्छस्, नर्सिङ पढेर के गर्छस्, भविष्य छैन, छ्या, डिप्लोमा पढेर के गर्छस्, त्यो त राम्रै छैन, किन त्यस्तो पढेको, अर्को राम्रो सब्जेक्टहरू पनि त थियो नि, त्यो पढेर तिमीले के गर्छौ र तिम्रो करियर कसरी बिल्डअप गर्छौ र तिमी कसरी इन्डिपेन्डेन्ट हुन्छौ र आदि इत्यादि कुराहरू चाहिँ सुन्नुपर्छ। त्यसैले एचए पढ्छु अथवा कुनै पनि टेक्निकल सम्बन्धी सब्जेक्टहरू पढ्छु भनेर सोच्नु भएको छ भने भाइ बहिनीहरू, पढ्न सकिन्छ सकिँदैन, खर्च गर्न सकिन्छ सकिँदैन, त्यो आफ्नै ठाउँमा छ, तर कुरा चाहिँ मजाले बिल्डअप गरेर आउनुपर्छ कि जुन चाहिँ तपाईँले समाजले भनेको कुराले तपाईँले केही फरक चाहिँ पर्नु भएन। तपाईँसँग अरू केही कुराको खुबी नभए पनि समाजको नेगेटिभिटी वर्ड्सहरू सुन्नमा चाहिँ क्रिटिसिजमहरू सुन्नलाई चाहिँ तपाईँ एकदमै रेडी भएर बस्नुपर्ने हुन्छ। पछि गएर पढ्दै गर्दाखेरि तपाईँले आफ्नै टिचरले, आफ्नै समाजले अथवा आफ्नै आफन्तले पनि तपाईँलाई औला उठाउन सक्छ। तपाईँले पढिराख्नु सब्जेक्टप्रति तपाईँलाई नराम्रो भन्न सक्छ। त्यो अवस्थामा चाहिँ तपाईँ एकदमै अडिग रहनुपर्छ, आफूले आफूमा विश्वास राख्नुपर्छ र परिवारले तपाईँमाथि गरेको त्यो लगानी सम्झिनुपर्छ। लगानी सँगसँगै तपाईँमाथि परिवारले गरेको त्यो विश्वास र भरोसालाई चाहिँ शिरमा राखेर तपाईँ अगाडि बढ्नुपर्ने हुन्छ। यो सब थोक एकदम सजिलो छैन, गाह्रो छ, तर तपाईँले आफूलाई स्ट्रङ बनाउनु पर्ने हुन्छ। पढेको एचए चाहिँ 3 वर्षको हो, जसमा चाहिँ तपाईँले अन्डर 5 लाख ओन्ली फी तपाईँले कम्प्लिट गर्न सक्नुहुन्छ। अन्डर 5 लाख भन्नाले तपाईँले एकदम चिप रहेछ त भनेर सोच्नु होला, अथवा कसैको लागि कस्तो महँगो हो भन्ने पनि हुन सक्छ, किनकि हामी सबै विद्यार्थीहरू एउटै इकोनोमिकल ब्याकग्राउन्डबाट बिलङ गर्दैनौँ। 5 लाख चाहिँ तपाईँको फी मात्र हुन्छ, जसमा चाहिँ 3 वर्ष
भित्रमा चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ तिरेर, जसमा चाहिँ डिभाइड गरेर दिएको हुन्छ, फी स्ट्रक्चर भनेर दिन्छ। तपाईँ कलेजमा पनि बुझ्न सक्नुहुन्छ। मैले यो इन्फर्मेसन चाहिँ किन दिइरहेको छु भने अबको भाइ बहिनीहरू एकदमै कन्फ्युज नहुनुहुन्छ, धेरै कन्फ्युज नहुनु होला पनि भन्न चाहन्छु। तपाईँ आफूले आफूलाई विश्वास गर्नुहोस्, आफूमाथि भरोसा राख्नुहोस् र तपाईँको अडिगता चाहिँ एकदम अडिग रहनुहोस्। तपाईँको सेल्फ डिसिजन मेकिङ पावर चाहिँ एकदमै स्ट्रङ हुनुपर्छ। माथि पनि सिटी छिरेपछि त आफन्त भन्ने त कोही पनि हुँदैन, आफूले आफूलाई अँगालेर अगाडि बढ्नुपर्ने हुन्छ। भन्दै म चाहिँ के कुरा गर्न पुगेछु भने मैले के क्लियर गर्न चाहेको भने यो वैशाख जेठको 13 गतेसम्म मात्र रहेछ एडमिसन चाहिँ। तपाईँहरूले एडमिसन पेइङमा पनि गर्न सक्नुहुन्छ, स्कलरसिपमा पनि गर्न सक्नुहुन्छ। स्कलरसिप चाहिँ जम्मा 4 जना हुन्छ, 1 जना चाहिँ कलेजले दिन्छ जुन जसले चाहिँ ब्याच टप गर्छ, अनि अर्को भनेको चाहिँ सिटिभिटीले पठाउँछ, जुन चाहिँ तपाईँले सिटिभिटीमा फर्म भरिसकेपछि 3 वर्षको लागि नै तपाईँले फुल फी पेमेन्ट गर्नुहुन्छ र तपाईँले कुनै पनि फी तिर्नु पर्दैन। सिटिभिटी अफिसबाट आउने स्कलरसिप चाहिँ तपाईँले आफैले कलेज चुज गर्न पाउनुहुन्न। सिटिभिटी सेन्ट्रल अफिसले तपाईँले जता पठायो त्यही कलेजमा गएर पढ्नुपर्ने हुन्छ। तपाईँले केही तिर्नु पर्दैन भन्दै गर्दाखेरि तपाईँले फेरि उतातिर अर्को प्र्याक्टिकलतिर यताउता सबै तिर्छ भनेर चाहिँ नसोच्नु होला। चाहिँ 3 वर्षको पढ्दाखेरि चाहिँ हामी लगभग 6 महिना 7-8 महिना जति चाहिँ प्र्याक्टिकलमा जानुपर्ने हुन्छ, चाहिँ आफ्नै पैसा आफ्नै पकेट खर्च निकाल्नुपर्छ। कलेजले हेर्ने भनेको एक सुको केही हेर्दैन। इभन कलेजको कार्ड निकाल्नलाई पनि हामीले लगभग 250 अथवा 200 तिर्नुपर्ने हुन्छ। प्र्याक्टिकलतिर त आफैले सबै हेर्नुपर्ने हुन्छ। प्र्याक्टिकलमा जाँदाखेरि खाना बस्न लाउन सबै आफूले म्यानेज गर्नुपर्ने हुन्छ। त्यसपछिको स्टेसनरी कापीहरू हुन्छ, अनि त्यसपछि अरू धेरै स्टेसनरी सामानहरू चाहिन्छ काम गर्दै गर्दाखेरि। यसको लागि पनि हामी रेडी हुनुपर्छ, आफ्नै पकेटबाट निकाल्नु पर्ने हुन्छ। भन्दै गर्दाखेरि त्यत्रो धेरै खर्च जाने त होइन, तर त्यो पनि बाई साइड सोचेर राख्नुपर्ने हुन्छ। एचए पढ्नको लागि चाहिँ तपाईँले एचए पढेपछि भविष्य केही छैन भन्नेहरू धेरै छन्। म चाहिँ के भन्न चाहन्छु भने तपाईँले जुनसुकै फिल्डमा जानुहोस्, जतासुकै जानुहोस्, तपाईँसँग एउटा कन्सिस्टेन्सी छ, डिसिप्लिन छ, तपाईँले गर्ने आफ्नो स्ट्रगल, प्यासन, डेडिकेसन छ भने चाहिँ तपाईँले जस्तो सुकै नराम्रो सब्जेक्ट लिएर पढे पनि तपाईँलाई मार्केटमा एकदम राम्रो भाउ पाउनुहुन्छ। त्यही भएर पनि हो मैले भनेको अघि नै, आफूमा विश्वास भएर चाहिँ अडिग भएर चाहिँ पढ्नु पर्ने हुन्छ, नत्र गिराउने पछाडिबाट छुरा हान्नेहरू धेरै आउँछन्। ती सानो सानो कुरामै अलिकति पनि डकमकाइहाल्यो भने चाहिँ आजकलको दुनियाँ ताली बजाउन चाहिँ रेडी हुन्छन् र कहाँबाट लडाइदिउँ भन्ने खालको मानसिकता भएकाहरू मात्र हुन्छन्। कारणले गर्दाखेरि सेल्फ कन्फिडेन्ट भन्ने कुरा चाहिँ एकदमै चाहिन्छ, एकदमै जरुरी हुन्छ। मैले भोइस कभर चाहिँ गरिरहेको छु, तर म कहाँ जाँदैछु, कता के गर्दैछु भनेर चाहिँ मलाई थाहा छैन। मैले ऱ्यान्डमली भिडियो बनाएको त्यसको भोइस कभर गरिरहेको छु। भिडियो काम नलाग्ने भए पनि मेरो भोइस चाहिँ पक्कै पनि काम लाग्छ हाम्रो भाइ बहिनीहरूलाई। मैले पनि एचए पढेको हो भनेर भन्दै गर्दाखेरि हाम्रो भाइ बहिनीहरू पक्कै पनि यो कुरा चाहिँ सोच्नुहुन्छ कि अनि तपाईँलाई चाहिँ कतिको राम्रो लागेको छ नि, तपाईँले चाहिँ के गरिराख्नु भएको छ नि, कस्तो छ नि, तपाईँले पढिसक्नु भयो भनेर भन्नुहुन्छ होला। यसमा चाहिँ म के भन्छु भने अघि नै भनेको थिएँ मैले, जता राम्रो गर्न सक्यो त्यतै राम्रो हुन्छ। तपाईँले जेसुकै पढे पनि, जतासुकै जेसुकै गरे पनि तपाईँसँग डिसिप्लिन छ, प्यासन छ, डेडिकेसन छ भने तपाईँले एकदम राम्रो गर्नुहुन्छ। समाजले तपाईँको आफ्नो सरहरूले, आफन्तले नराम्रो भन्दैमा तपाईँले गर्नुभएको काम नराम्रो हुन्छ भन्ने पनि लाग्दैन मलाई। गलत काम चाहिँ गर्नु भएन, आफूलाई केयरलेस चाहिँ गर्नु भएन। समाजले, आफन्तले अथवा अरूले जेसुकै भने पनि एउटा कन्सिस्टेन्सी चाहिँ राखेर अगाडि बढ्नुपर्छ। म चाहिँ भन्छु सेल्फ कन्फिडेन्ट विथ योर प्यासन एन्ड डेडिकेसन लिड्स यु टु द न्यू हाइट। आजको यो मेरो सानो इन्फर्मेसन चाहिँ म यही अन्त्य गर्न चाहन्छु। अर्को भिडियोमा भेटौँला, बाई बाई।